जय मसी नमस्कार सबै मित्रगणलाई। आज म चाहिँ ड्युटीको अफ थियो, त्यही भएर चाहिँ घर बसेको थिएँ। आज कुछ कुराहरू गर्न थियो, कुछ कुराहरू भन्न थियो, कुछ चाहिँ परमेश्वरको बारेमा पनि तपाईँहरूलाई भन्न थियो, कुछ मेरो बारेमा पनि भन्न थियो। हेर्नुहोस्, म चाहिँ तपाईँहरूलाई फेरि पनि आदर गर्छु, फेरिबाट पनि तपाईँहरूलाई प्रणाम गर्न चाहन्छु। यो संसारमा जो पनि छ त्यो सदाको लागि छैन, एक दिन मिट्ने हो, चाहे कोही पनि हो। मेरो जीवन पनि बहुत अद्भुत तरिकासित चलेको छ। मेरो जीवन नर्कमय जीवन जिइरहेको थिएँ मैले, तपाईँलाई थाहै छ होइन। आज जो पनि छ, जो पनि मेरो साथ छ, सब प्रभुको दया छ, दयाले हो। तर म यो पनि भन्न चाहन्छु कि जसले प्रभु यसोलाई ग्रहण गर्छ त्यसलाई जिन आराम पर्छ मान्छेहरूले। तर धर्म बदल्छस् भन्छन्, त्यसले चाहिँ गलत गरिस् भन्छन् होइन। त्यसले बाबुआमाको धर्म छोडिस् भन्छन्। तर बाबुआमाको धर्म त एकै चिज छ, त्यो हो सेवा। जो गरिब गुरुबाहरूलाई सेवा गर्छन् उहाँहरूले, त्यही धर्म हो। धर्म कोही परमेश्वरले धर्म बनाएका छैनन्। मैले सबै ग्रन्थ उठाएर हेरेँ, कसैले पनि न त हिन्दू देवी देवताले हिन्दू धर्म बनाए, न त क्रिस्चियन धर्मले कृष्ण भगवानहरूले त्यो धर्म बनाए, न मुसलमान अल्लाहले मुसलमान धर्म बनाए। के हो भने चाहिँ टाइटल दिए। जस्तै कोही आज हामीले भन्ने गर्छौँ नि, जस्तै कोही कहाँबाट बसै सरेर आयो भने हामीले उही नामबाट सम्बोधन गर्छौँ। जस्तै म चाहिँ तामाबाट आयो भनेर मलाई तपाईँले भन्छौँ होइन। त्यस्तै प्युठानबाट आएकोलाई प्युठानी भन्छन्। त्यस्तै गरेर टाइटल दिएका उनीहरूले, मनुष्यहरूले टाइटल दिएका हुन्। यो धर्म मैले मान्दैन होइन। न त हिन्दू धर्म, न त मुसलमान धर्म, न त इसाई धर्म, न बौद्ध, न कोही छ पनि धर्म कोही पनि भगवानले बनाउनु भएकै धर्म होइन। म ठोक्कासँग भन्न सक्छु, परमेश्वरले हाम्रो अब अरूलाई भन्न सक्दैन। मैले धेरै जसो बाइबल अध्ययन गरेको हुनाले यो भन्न सक्छु, परमेश्वरले जीवन बनाउनु भएको छ, जीवन बनाउनु भएको छ। परमेश्वरले मनुष्य बनाउनु भएको छ। मनुष्यको नाम राख्नु भएको छ आदम और हवा। आदम और हवा नाम राख्नु भएको छ। तर त्यहाँ धर्म चाहिँ कहीँ पनि बनेको छैन। मनुष्य छ और मानवता छ। त्यहाँ मानवता धर्म के हो भन्छ, प्रेम। तपाईँले आफ्नो आसपासमा कति प्रेम छ तपाईँको, कति तपाईँले दान पुण्य गर्नुहुन्छ धर्मको बारेमा, कति तपाईँले दान गर्नुहुन्छ, कति तपाईँले गरिबहरूलाई खुवाउनुहुन्छ, कति तपाईँले गरिबहरूलाई दबाई गराउनुहुन्छ। त्यो हो धर्म। मदर टेरेसाको बारेमा जान्नुहुन्छ? उहिलेको जमानामा कोडीहरूलाई घरबाट निकालेर जङ्गलतिर छाप्रो कुटी बनाएर बसाल्थे। याद छ तपाईँहरूलाई? कोडको कुनै पनि दबाई थिएन, सल्किन्छ भनेर टाढा लाएर बसाल्थे। मदर टेरेसा बाहिर देशबाट आएर, नेपाल होस् भारत होस्, आएर त्यो किरा फालेर त्यसमा पट्टी लगाएर दबाई गराइदिन्थे। उनको लागि प्रार्थना गर्थे। त्यो हो धर्म भन्ने कुरो। घरबाट आउट गराएर होइन, त्यागिदिएका मान्छेहरूलाई मदर टेरेसाले आएर किरा फाली दबाई लगाइदिएर तिनको लागि प्रार्थना गरेर तिनको लागि खाने पिनेको जुगाड गर्थिन्। मदर टेरेसा इसाई थिइन्, प्रभु येशू मसीहका अगुवा थिइन्। विदेशबाट आएर भारत नेपालमा आएर त्यो काम गर्न सके। तर घरका मान्छेहरूले के गरेर त्याग दिएका थिए।
मिसन हस्पिटल कसको हो, कसले बनाएको, कसको लागि बनेको हो? कोडीको हो नि। पछि त हस्पिटल बन्यो, पहिले कोडको कुनै दबाई थिएन, सबै गली गली सब सकिन्थे, मान्छे मर्थे। भारतमा त पुरा के भन्छन्, कोडी आश्रमै थियो। एक खेतमा जङ्गलमा कोडी आश्रम थियो, वहाँ कोडी भएको मान्छे बस्छ। कोही मान्छे दया भएका मान्छेहरू चाहिँ कसैले खानेपिने लग्दै त लग्दै, नत्र दिउँसो भिख माग्ने अरू साँझ पख खाने गर्थे। त्यस्ता मान्छेहरूले सेवा गर्थे, त्यसलाई भन्छन् धर्म। मैले चाहिँ उस परमेश्वरले मान्छु जो जीवित परमेश्वर हुनुहुन्छ हाम्रो। अब जीवित हुनुहुन्थ्यो और जीवित आज पनि हुनुहुन्छ। क्रुसमा टाङ्ने अर्थ म तपाईँहरूलाई बताउँछु। तपाईँहरूले आज दिवाली गर्नुहुन्छ, हर दशहरामा बाख्रा काट्नुहुन्छ, ताकि तपाईँहरूले गरेको पापहरू तपाईँहरूको देवताहरू रिसा छ कि भनेर चाहिँ नि बाख्रा काटेर मासु खानुहुन्छ, होइन? मासु आफूलाई रगत उसलाई भन्नुहुन्छ कि भोग दिनु, होइन, तपाईँहरूको पापको लागि। तर परमेश्वरले समस्त जगको लागि एउटा मेम्ना तयार गर्नुभएको थियो, त्यो हो प्रभु येशू मसीह, परमेश्वरका पुत्र। यूहन्ना जो यसो आउनुभन्दा पहिले यूहन्ना आथे, उनले आफ्नो येशूको मार्ग तयार गर्दैथे। उनले के भन्छन् थाहा छ? यूहन्ना 1को 29 अध्यायमा, देखो जो परमेश्वर का मेमना आ रहा है और जगत का पाप को उठा के लेके जाता है। जगतमा जति पनि पाप थियो, परमेश्वर यानी प्रभु येशू मसीहले आएर क्रुसमा गएर और हाम्रो लागि खुन बहाउनु भयो, बलि हुनुभयो और तीसरा दिन जीवित हुनुभयो। परमेश्वर योजना त दुष्टों का थियो, तर दुष्टों का योजनामा भी परमेश्वर का योजना सामेल थियो। हालेलुया। और तीसरा दिन जीवित हुनुभयो और फेरि आफ्नो चेलाको बिचमा आउनुभयो और देखते देखते स्वर्गारोहण हुनुभयो। बाइबल प्रुफ गर्छ और यो सत्य हो। जहाँ पनि बसेर हामीले प्रार्थना गर्छौँ, बाइबलको वचन भन्छौँ, वहाँ मान्छेहरू चङ्गा हुन्छन्, वहाँ मान्छेहरूले विश्वास गर्छन्, वहाँ मान्छेहरू बिमारी भएका मान्छेहरू उठेर हिँड्न लाग्छन्। यो मन्त्र होइन, यो वचन हो परमेश्वर। यूहन्नाको पहिला अध्यायमा भन्छ, प्रभु येशू मसीह वचन हुन्थ्यो, वचन ही देहधारी भयो भनेर भन्छ। आज यो वचन यदि तपाईँहरूको बिचमा छ, तपाईँको भित्र छ, वचन थाहा छ, भित्रको वचन तपाईँले भन्न लाग्नुहुन्छ नि, वचन भन्दा लाग्छ, वचन जल्न लाग्छ। वचन ज्योति हो, जल्न लाग्छ। अनि त्यो ज्योति जो चाहिँ ज्योतिले भित्रको चिजहरूलाई, अनि कसै नयाँ मान्छेले कुनै वचन ग्रहण गर्यो, त्यो वचन त्यसमा छ, त्यसले वचन रिपिट गर्छ भने त्यो मान्छे त्यसै आफै चङ्गा हुन्छ। परमेश्वरले चङ्गा गर्नु न, सरी, कोही पास्टरले चङ्गा गर्दैन, कोही पाद्रीहरूले चङ्गा गर्दैन, परमेश्वरले चङ्गा गर्नुहुन्छ। आज यो ढोङ छ कि आज ठुल्ठुला पास्टरले हात राखेर प्रार्थना गरे मान्छे चङ्गा हुन्छ भनेर भन्छ, यो गलत हो, मेरो मान्दैन। किनभने वचन परमेश्वर हुनुहुन्छ और परमेश्वरले नै चङ्गा गर्नुहुन्छ। हामी त एक जरिया मात्रै हो, हामी एक जरिया हो, केही होइन। जङ्गलमा पुकार्नेको आवाज हो भनेर भन्छ यूहन्नाले। हामी त्यस्तै आवाज हो, परमेश्वरको आवाज। हालेलुया। धन्यवाद सबैलाई, मेरो मित्रहरूलाई, सबभन्दा आफ्नो मित्रहरूलाई भन्न चाहन्छु कि तपाईँहरू पनि मलाई कोस्न छोडिदिनुहोस्, अनि मलाई चाहिँ गाली दिन छोडिदिनुहोस्, होइन? हुनसक्छ आफूलाई परिवर्तन गर्नुहोस्। परिवर्तन भन्नाले धर्म परिवर्तन गर्नुहोस् भन्न खोजेको होइन। परिवर्तन भनेको के हो भने चाहिँ नकारात्मक चिजलाई छोडिदिनुहोस्,
सकारात्मक चिजलाई आत्मसात गर्नुहोस्। मेरो यही रिक्वेस्ट छ। गाली दिनुहुन्छ तपाईँले भव्य गाली दिनुहुन्छ, गाली दिन छोडिदिनुहोस्। रक्सी खानुहुन्छ, अन्धाधुन रक्सी खानुहुन्छ, रक्सी खान छोडिदिनुहोस्। व्यभिचार गर्नुहुन्छ, व्यभिचार गर्न छोडिदिनुहोस्। आफूलाई बदल डाल्नुहोस्। जब तपाईँहरू आफै खुद आफूलाई बदल डाल्नुहुन्छ नि, तब आफैमा परिवर्तन हुनुहुन्छ, तब परमेश्वरले तपाईँहरूलाई आशिष गर्नुहुन्छ। पापको साथ किचडमा हिलोमा मुछेको अनि गन्धनालामा गिरेको मान्छे अगर कसैलाई गिर्यो भने त्यसलाई अँगालो कसैले पनि हाल्दैन। सबैलाई पहिले भन्दा पहिले नहा, या कपडा बदल। त्यस्तै पाप एक किचड जस्तै हो। चाहे गाली दिनुहोस् त्यो पनि पाप हो। कोही आइमाईहरूलाई कुदृष्टिले हेर्नुहोस् त्यो पनि पाप हो। कसैलाई गलत वचन लगाउनुहोस् त्यो पनि पाप हो। त्यो पाप किचड हो, और किचडको साथमा परमेश्वरले ग्रहण गर्नुहुन्न। यो कुरा मान्नुहोस् तपाईँहरूले, और आफ्नो पापलाई छोडिदिनुहोस्। र म चाहिँ भन्न चाहन्छु कि अगाडिको भविष्यलाई हेर्नुहोस्, पछाडिको बितेको कुरालाई जान दिनुहोस्, होइन। नयाँ जीवन जिने कोसिस गर्नुहोस्। हालेलुया। प्रभु येशू मसीह तपाईँहरूलाई धेरै आशिष गर्नुभएको होस्। म ज्यादा के भन्न चाहन्न, किनभने जति तपाईँहरूलाई कुरा नबुझ्ने मान्छेहरूलाई धेरै कुरा बुझ्नु पर्यो, त्यसको पास गइपुग्यो भने त्यसको केही पनि समझमा आउँदैन। तर थोरै बोल्नेले त्यो कुराहरू बुझाउन सकेको हुन्छ। त्यही भएर म थोरै कुरा बोल्दै यिनी क्रियाकलापलाई यहीँ समाप्त गर्न चाहन्छु। परमेश्वरको आवाज हुँ म, ठिक छ। म परमेश्वरको आवाज हुँ, और परमेश्वरको आवाज जब तक म जीवित छु यो संसारभरि फैलिनेछ। जय मसीह सबैलाई, नमस्कार। फेरि मिलौँला।